नमस्ते सबैमा र हजुरहरूलाई मेरो आजको ब्लगमा स्वागत छ। र आज चाहिँ हामी घरको कामहरू सकेर बारीमा अम्लिसोको ठुट्टा अस्ति छोडेको ठुट्टा थियो नि त, त्यो ठुट्टालाई डराउन लागि हामी बारीमा जाँदैछौँ दिदी बहिनी भाइहरू। र अम्लिसोको ठुट्टा चाहिँ थुप्रो जग्गा थुपारेको थियौँ, त्यो ठुट्टा हामी डराउँदैछौँ। अगाडि बालेर डरायौँ। यसरी हेर्नुहोस् है त अब मेरो आउटफिट त्यस्तो छ आज। हाम्रो नयाँ बाटोमा चाहिँ गाडी कुद्छ। बासेसी सल्काएर चाहिँ अर्को जग्गा डराउनु छ। अब एक जग्गा छ पुरा काँचो आएको पुरा सुकेको थियो। तल्लो तल्लो हेरे तल्लो डरिसक्यो बुनो। आगो निभ्यो त्यहाँको के हुँदैछ पर्दैन हेर है। गाडी पनि कुद्नु थालेको छ। यहाँनिर बगानीहरू आउनुहुन्छ नि त, माथि पास्टिनको आन्टीहरू आउनुहुन्छ, त्यही भएर ओनर चाहिँ देखाउनु हुँदैन। पास्टिनको त नि दुईटा भएर खुसी। सुक्दैन कुन क्लासमा पढ्छस्? सोचेर को भने त पोस्ट गरेको। अर्को अर्को थरी थरीको गर्न अब अर्को छिटो। र यहाँनिर चाहिँ बाबाले अम्लिसोको ठुट्टा काट्नु हुँदैछ र हामी चाहिँ यहाँनिर अम्लिसोको ठुट्टा पोल्दैछौँ। र यो ठुट्टा चाहिँ अहिले राम्ररी काटेन भने भोलि पर्सि टुसा राम्ररी आउँदैन भनेर चाहिँ त्यही भएर मिलाएर काट्नु हुँदैछ बाबाले। गाजर र अब चाहिँ हाम्रो खाना खाने टाइम पनि भयो र आमाले रोटी बनाइदिनु भएछ हामी सबैजनालाई। र यहाँ बसेर हामी खाँदैछौँ। सब्जी है किन है आका फर्जन मलाई देख्नु हैन नकाट्नु बस भिडियो त राम्रै दिन्छ ठीक छिटो गर त पनि फला नि जाम पनि जाम होला म बस जाम हाइ जाम र हजुरले मेरो आजको ब्लग हेरिहाल्नु होला, के कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। र यति भन्दै मेरो आजको ब्लग म यही अन्त गर्न चाहन्छु। धन्यवाद सबैलाई।